हेलो साथीहरू, ल टिप्पर खसेछ। यहाँ चाहिँ 10 चक्के टिप्पर सिमेन्ट लाएको गाडी यताबाट यहाँबाट ओह्रालो आउने क्रममा ब्रेक नलाएर यो कालीगण्डकी कोरिडोर यो ठ्याक्कै यो गैँडाकोटबाट चाहिँ यो रामदी निस्किने बाटो हो। हजुरहरूले देख्न सक्नुहुन्छ। अब यस्तो यो भिर पाखाको बाटोमा यो 10 चक्के गाडी ब्रेक नलाएर खस्यो भन्ने जानकारी आइयो। हाम्रो गुरुजी ड्राइभर साहब चाहिँ अब गाडीबाट उत्रिनलाई चाहिँ अब भ्याउनु भयो रे, ब्रेक लागेन रे। यो ओह्रालो आउने बेलामा ब्रेक नलाएर गाडी यस्तरी गएर यहाँबाट खस्यो। ल यहाँबाट खसेछ, ल स्वाट्टै यहाँबाट गाडी खसेर यहाँ पुगेछ। सिमेन्ट ल्याएको गाडी रहेछ, 10 चक्के टिप्पर, 10 चक्के टिप्पर। ल यो चाहिँ कालीगण्डकी कोरिडोर बाटो हो। गैँडाकोटबाट यहाँ रामदी निस्किने बाटो। यो चाहिँ मालढुङ्गा जोड्ने बाटोमा चाहिँ अब यो 10 चक्के गाडी ब्रेक नलाएर यहाँ खस्या रहेछ। ड्राइभरलाई केही भएको छैन, अब उहाँ हाम फाल्नु भएछ ब्रेक नलाएर। ठिक छ, अब गाडी घोडा यस्तै हो। अब ब्रेक भन्ने चिज अब हिँड्दा हिँड्दै गाडी घोडा यस्तै हुन्छ। अब ड्राइभरलाई केही भएन, अब गाडी त अब यस्तै चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू टिप्पर खसेर।